एउटा कुरा याद आयो। 12 वर्षमा पोइ आएको रे, मरानीलाई ज्वरो आएको रे भन्ने कहानी जो बुढापाकाहरू गर्थे। पछाडिपट्टि रहेको तस्बिर मेरो आमाको हो। उहाँले पनि मलाई प्राय यही कुरा सिकाउने गर्नुहुन्थ्यो। यसको अर्थ के रहेछ भन्दा अभागीलाई खाने बेलामा रिस उठ्छ अरे। जहिले पनि अभागी मान्छेलाई खाने बेलामा रिस उठ्छ अरे, बढी निद्रा आउँछ अरे, थोरै कुराहरूमा पनि रिसिने, झगड्ने, हैन, मान्छेसित झगडा गर्ने यस्तो स्वभावको मान्छे छ भने त्यसको भाग्य चाहिँ अहिलेसम्मको तथ्याङ्कमा, बुढाबुढीहरूको कुराको तथ्याङ्कमा र मेरो अनुभवमा पनि त्यस्ता मान्छेहरूको भविष्य चाहिँ जहिले पनि अन्यलमा पर्ने गरेको मैले पनि अनुभव गरेको छु। त्यसले गर्दा खाने बेलामा कहिले पनि नरिसाउनुस्, जस्तो छ हातपात खाने गर्नुस्, हैन। बढी निद्रा गर्ने मान्छे पनि अभागी हुन्छ भनेर भन्नुहुन्छ मेरो आमाले।